हेलो गाइज म आइसकेको छु एउटा नयाँ आइडी लिएर यो आइडीको कुरा गर्दाखेरि चाहिँ यो आइडी सिर्फ यसको प्राइस रहेको छ 6000 रुपिस। यदि हजुर इन्ट्रेस्ट हुनुहुन्छ भने 6000 रुपिसमा यो आइडी अहिले हामीसित छ। यसको आइडीको जुन खास कुरा गर्दाखेरि यसले यहाँ यो आइडी सिर्फ 6000 मा हजुरले 43000 टपअप गरेको देख्नुहुन्छ। अहिले आइडीमा 43 डायमन्ड टपअप छ। यस लगत्तै यसबाहेक पनि मन्थली कति छ भने प्राइम छ त हजुरको आनन्दले भइहाल्छ। 75 दिनको लागि मन्थली र 55 दिनको लागि चाहिँ विकली मेम्बरसिप छ। अब मैले देखाउँछु यसलाई जुन वेपन कलेक्सन गरौँ। पहिला इभोगनको कुरा गरौँ। हजुरले इभोगन त यहाँ देखिसक्नुभयो होला। सबैभन्दा पहिला यहाँ धेरै इभोगन त छैन, त्यही पनि हामीले चाहिँ यहाँ के इभोगन देख्न सक्छौँ भनेदेखि चाहिँ यहाँ अनमा जाम पाराफलको लेभल 3 को इभोगन हामीले पाउन सक्छौँ। अनि वुडपेकरको इभोगन पाउन सक्छौँ होइन। वुडपेकरको पनि क्रोमासोनिक M40 कोब्राको पनि M10 को लेभल 2 को थम्सनको त्यसपछि MP5 को स्कारको र AK47 को कतिवटा भयो लगभग 7-8 वटा हजुरले इभो देख्न सक्नुहुन्छ। र यो स्कार र AK को त पुरै 4 लेभल नै गरेर बसेको छ। र यस लगत्तै यो आइडीमा सिर्फ यो कलेक्सन मात्रै नभएर यो फेरि गन स्किनहरू छ। यसरी देखाउँछु भने भिडियो बहुत लामो हुन जान्छ। हजुर झ्याउको लाग्छ देखाउँछु। यदि आर्टिफ्याक्ट भनेर यहाँ छ जुन इभो गनहरू हो। यहाँ एउटा 3 4 5 6 1 2 3 4 5 6 7 8 वटा इभो हामीले देख्न सक्छौँ। यहाँ हामीले यो हाइपर बुकको हो होइन। त्यसपछि यो जुन आएको नि यो कलेक्सन छ लगभग पनि सबै अहिले 1 वर्षभित्र जति पनि इभेन्ट आएको छ यो आइडीमा छ। यो आइडीको प्राइस एकदमै कम छ होइन। अब यो पनि हाइपर बुकको यो त थाहा भएन हाइपर बुक हो। यो फेरि गन स्किन यो भेक्टरको पनि गन स्किन तपाईँले देख्न सक्नुहुन्छ। अनि यो M187 यो हेर्नु त M187 यो इभो भन्दा नि खतरनाक छ। अनि यिनीहरू यो फिस्टहरू देख्न सक्नुहुन्छ। फिस्टहरू मैले हजुरलाई अहिले पछि देखाउँदा इपिकहरू यहाँ देख्न सक्नुहुन्छ। यो ट्रबलिङको यो M187 त्यो याद आयो ट्रबलिङमा थियो नि। त्यो मैले त भने नि जति पनि आँखा सब निकालेछ भनेर। यस लगत्तै बनीको जुन त्यो सब बनी बन्डलहरू पनि त छैन, त्यही पनि हजुरले निकाल्न सक्नुहुन्छ। किनभने हामीले धेरै मन्थली टाइममा हजुरले पाइहाल्नुहुन्छ। अब यति भन्दै म चाहिँ यहाँ अलिकति यहाँ चाहिँ अदर्समा ग्रेनेडमा जाम। ग्रेनेड 30 वटा देख्न सक्नुहुन्छ होइन। अनि स्मल ग्रेनेड त हुँदैन। यो हाइपर बुकको हो। यो हाइपर बुक हो। अनि यो चाहिँ त्यो रिङ इभेन्ट पाएको थियो नि त्यो ग्लोरियसको स्किन हो। यो पनि टपअपवाला बुया पासको यो टपअपवाला हो। यो प्राइम भइहाल्यो यो टपअप यो के अरे यो बुया पास यो टपअप। अनि यिनीहरू पनि यो पनि हो। यो पनि टपअपबाट आएको थियो ऊ सेटअपबाट आएको थियो। यिनीहरू छन्। स्नाइपरमा हजुरले AWM को यो देख्न सक्नुहुन्छ। र खतरनाक छ यो स्किन चाहिँ। यस लगत्तै यसमा वर्ल्ड कलेक्सन पनि बहुत राम्रो छ। यसलाई होइन यसलाई हामीले माइथिकमा जाम या फिर ओके अलमा जाम। यो बन्डल हेर्न सक्नुहुन्छ हजुरले। यो बन्डल यो मजा हेर्न सक्नुहुन्छ हजुरले। पुरा प्राइस 1000 रुपिसमा कहाँ हजुरले यो आइडी देखिन्छ। एकदमै हजुरले अनलाइनबाट गर्दा पनि हुन्छ। हजुरले चाहिँ फिजिकल मतलब फेस टु फेस गरे पनि हुन्छ। यो पान्डा बन्डल पनि निकालेछ हेर्नु होला है। भइहाल्यो यो बुया पासको बन्डल भइहाल्यो। यो बुया पासको यो फ्रीमा पाइएको थियो। यो पेन्टेन्डु बन्डल पनि छ भनेपछि कति टपअप गरेको हजुरले 43 डायमन्ड र अझै प्राइम 6 हुन सक्छ। विकली मन्थली त्यति छ। र लाइभवाला पनि यो जुन यो लाइभ नाबाट बुया पासको यो पनि बुया पासको यो रिङमेन्टको महँगो बन्डल यो बुया पासको बन्डल यो के भन्छ हाम्रो यो बन्डल थाहा भएन। यो टपअप यो जिरा आएको बन्डल अनि यो बन्डल अनि यो राम्रो बन्डल जुन अहिले रिङमा आएको नि त्यो निकालेको। अब यहाँ बन्डित बन्डल यिनीहरू बन्डलहरू हजुरले हेर्न सक्नुहुन्छ। अनि यिनीहरू त फ्रीको भइहाल्यो। त्यो गोल्डको भइहाल्यो। त्यहाँबाट यो बन्डल यिनी बन्डलहरू हजुरले हेर्न सक्नुहुन्छ होइन। यिनी दुईवटा बन्डलहरू पनि रेयर बन्डलहरू पनि छन्। र यति हो। र हामी हेड मार्क्सतिर चाहिँ यहाँ जाम। अनि हामीले पाउँछौँ हेड मार्क्समा 77 वटा हेयरहरू छन्। मार्क्समा हामीसित छ 54 वटा। फेस प्रिन्ट छ 20 वटा। 136 वटा कपडा छ। र यो कलेक्सन अझै बढी हुनसक्छ। किनभने लगभग पनि 1.5 वर्ष भयो होला 1 वर्ष 1.5 वर्ष भयो होला यो आइडी बनाएको। त्यही पनि यसो खतरा कलेक्सन छ। यहाँ हजुरले कस्टमाइज गरेर खतरा लाउन सक्नुहुन्छ नि आफ्नो हिसाबले। 95 वटा। अनि यो दुईटा इमोटको कुरा गर्दा इमोट पनि बबाल नै छ। मास्टरवाला इमोट भइ नै हाल्यो। यो बुया पासवाला यो डु इमोट हजुरले देख्न सक्नुहुन्छ। यो डु इमोट यो नारुतोको आएको थियो मजा आएको थियो हो त्यसको होइन। यो फायरबल जुस्टु गरेर आएको थियो। यो पनि बुया पासको बन्डल हो। बुया पासको इमोट हो। यो एकदम लेजेन्डरी इमोट भइहाल्यो मन्थली भन्नु पर्दैन। यो पनि लेजेन्डरी इमोट हो। यो पनि इमोट हो। लगभग 600-700 डायमन्डमा पाउँछ। 600 डायमन्ड हो क्या होइन। यो इमोट भइहाल्यो। यो बुयाको इमोट भइहाल्यो। यो थ्रोनवाला इमोट हेर्नु 1 वर्ष 1.5 वर्ष भयो थ्रोनवाला इमोट पाइसक्यो। अनि यो वाला भइहाल्यो। यो त फ्रीमा मैले देखाउन। यो बुया पासको हो। अनि यो नुडल खाएको यो पनि बुया पासको हो। यो अनि त्यसपछि यो भाइ क्या खतरनाक इमोटहरू छ। र 1.5 वर्षमै उसले एचिभमेन्ट्स कम्प्लिट गरेर एचिभमेन्ट्स चाहिँ उसले गराइसक्यो। र मास्टर पुगेर क्राफ्टल्यान्डमा मास्टर पुगेर उसले इमोट पनि पाइसक्यो। प्राइम 5 को इमोट भइहाल्यो। यो इमोट भइहाल्यो। यो कति खतरनाक इमोट छ हजुरले जम्मा 6000 रुपियाँमा पाउनुभएको छ। कति खतरनाक इमोटहरू छन्। यिनीहरू त फ्रीका इमोटहरू नै भइहाले। एन्टी एनिमेसनको कुरा गर्दाखेरि यो वाला एन्टी एनिमेसन आएको थियो जुन कि चाहिँ बुलेट मास्टर गरेर आएको थियो। यो पनि खतरनाकै छ।
वर्ल्ड कलेक्सन देखाइदिइसकेँ, सबै देखाइदिइसकेँ। सिर्फ हजुरलाई सिर्फ हजुर बुया पासमा देखाइदिन्छु, बुया पासमा देखाइदिन्छु है त। बुया पासमा देखाइदिन्छु। बुया पास हजुरको टोटल गर्नै पर्दा भन्दा 1 2 3 4 5 6 7 8 9 9 10 वटा बुया पास लगभग छ र अझै इभेन्टका कति धेरै कुराहरू उसले निकालेको छ होइन। यो फिस्ट भइहाल्यो, त्यसपछि यो बन्डल हाल्छलाई युगनको तिनटैहरू होइन, तिनटै युगन निकालेको छ। वेपनमा पनि उसको 70 को लक भइसकेको छ। अझै एक डायमन्ड स्पिन हाल्नु होइन, त्यो 71 लक भइसकेको छ। यो पनि निकाल्न सक्नुहुन्छ। यति नै हो। योभन्दा उसले गिल्ड पनि रन गर्छ, उसको गिल्ड पनि छ यहाँ, हजुरले हेर्न सक्नुहुन्छ होइन। र यही हो आजको भिडियो। यदि हजुर इन्ट्रेस्टेड हुनुहुन्छ भने अनलाइन पनि पेमेन्ट हुन्छ या फिर अफलाइन पनि हजुरले पेमेन्ट फेस टु फेस आएर गर्न सक्नुहुन्छ। ओन्ली 6000 रुपिज हो। हामीलाई म्यासेज गर्न सक्नुहुन्छ है त। यो भिडियोको मार्फत केही स्क्याम होइन, ट्रस्ट हो, एकदम ट्रस्ट हजुरले गर्न सक्नुहुन्छ। ल यति भन्दै म भिडियो अफ गर्छु है त।